स्वागत गरिदिनुहोस्। मैं सुनील महाराज एडुकेट संस्थाको को फाउन्डर एन्ड सिइओ। सर्वप्रथम त आजको यस विशेष कार्यक्रममा एडुकेटको बारेमा केही कुरा राख्ने मौका दिनुभएकोमा भ्याली सेकेन्डरी स्कुललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। टकिङ अबाउट एडुप्ले is a sports education organization which is established for the betterment of sports. So we believe that it's an integral part of education. So it is as important as academics. जसरी बौद्धिक र शैक्षिक विषयको लागि पढाइ र लेखाइको महत्त्व हुन्छ, त्यसरी नै शारीरिक, मानसिक र सामाजिक विकासको लागि खेलकुदको पनि उत्तिकै ठुलो महत्त्वपूर्ण योगदान रहेको हुन्छ। यही होलिस्टिक डेभलपमेन्टको लागि हामीले हाम्रो नानी बाबुहरूको एज र जेन्डरलाई ध्यानमा राखेर म्याथ र साइन्सको जस्तै करिकुलम बनाएर हामीले खेल शिक्षाहरू दिइरहेका छौँ र यो खेल शिक्षालाई हामीले लर्निङ बाई डुइङको नाम दिएका छौँ, जसमा हाम्रो नानी बाबुहरूले खेलको माध्यमबाट विभिन्न प्रकारका फन्डामेन्टल मुभमेन्ट स्किल्सका डेभलपमेन्टका कुराहरू चाहिँ उहाँहरूले सिक्नुहुनेछ र यसको लागि हामीसँग 300 भन्दा धेरै खेलका लेसन प्लानहरू छन्, जसमा हाम्रा एडुकेटका ट्रेनर्सहरू विद्यालयमा आएर चाहिँ उहाँहरूले लेसन प्लान गरेर विद्यालयमा त खेल कौशलहरू सिकाइरहनु भएको छ र यो सँगसँगै हामीले खेल मात्रै नसिकाइकन उहाँहरूको चाहिँ फिजिकल एसेसमेन्ट पनि हामी गरिरहेका छौँ रेगुलर रूपमा, जसमा हामीले उहाँहरूको हाइट वेट नापेर उहाँहरूको हाइट अनुसार वेट ठिक छ कि छैन, उहाँहरूको पिएमआई त्यस अनुसार भइरहेको छ कि छैन डेभलपमेन्ट, र उहाँहरू हामीले त्यही अनुसार चाहिँ ग्रोथ ट्र्याकिङ पनि गरिरहेका छौँ र साथसाथै हामीले उहाँहरूको चाहिँ स्ट्रेन्थको एबिलिटिजहरू टेस्ट गर्छौँ। उहाँहरूको एबिलिटिज कति हुनुपर्छ, कसरी चाहिँ उहाँहरूको विकास हुनुपर्छ शारीरिक रूपमा भन्ने कुराहरूको रेगुलर रूपमा चाहिँ हामीले रिपोर्ट कार्ड बनाएरै हामीले चाहिँ विद्यालयहरूमा चाहिँ हामीले प्रदान गरिरहेका छौँ। यो हामीले वर्षमा 2 चोटि गरिरहेका छौँ र यसको लागि
अब आउने दिनहरूमा चाहिँ भ्याली सेकेन्डरी स्कुलले पनि सायद हामीलाई राम्रो साथ दिनुहुन्छ जस्तो लाग्छ र यो साथको लागि म फेरि पनि उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सँगसँगै आज भएको हाम्रो यो प्रोग्राममा हामीसँग रहेका 300वटा भन्दा धेरै खेलहरूमध्ये एउटा खेल सानो 2 मिनट चाहिँ हजुरहरू पेरेन्ट्सहरूलाई चाहिँ खेलाउन चाहन्छु। मलाई जम्मै बढीमा 8 जना नत्र 4 जना भयो भने मलाई यो गेमको लागि उपयुक्त हुनेछ। सो कृपया 4 जना कि 8 जना अभिभावकज्यूहरू चाहिँ मलाई साथ दिनु होला। कृपया 4 जना कि 8 जना। हामीसँग अतिथिहरू हुनुहुन्छ, सो उहाँको टाइम म वेस्ट गर्न चाहन्न। छोटो डेमो मात्रै प्रस्तुत गर्छु र म यहाँबाट बिदा हुन्छु। ओके, 4 जना आइसक्नु भयो। थ्याङ्क यू भेरी मच। 8 जना भयो अझै राम्रो। ओके, स्टेजमा जानु भयो कृपया। स्टेजमा अच्छा 4 जना भयो। अब 3 जना थियो। 3 जना। ओके, 3 जना हजुर आए पनि हुन्छ, जो आए पनि हुन्छ, कृपया साथ दिनु होला। अरू आउनुहोस् न। ओके, यो गेमको नाम रहेको छ द रिएक्सन गेम। यो चाहिँ हामीले आज मैले खेल सामग्रीहरूले ल्याएको छैन मैले है। सो यो ट्याबबाट मैले काम चलाउँछु र विद्यालयमा हामी आफैले पनि खेल सामग्रीहरू पनि सबै प्रदान गर्छौँ र हाम्रो करिकुलम अनुसार हामी गेम्सहरू विद्यालयमा खेलाउँछौँ र यसको लागि हामीले नेपालमा हामी लगभग 50वटा स्कुलमा चाहिँ हामी गेम्स एक्टिभिटिजहरू गराइरहेका छौँ। ओके, अब राख्नुहोस् 4 जना हुनुभयो राखी। 2 जना भर्सेस 2 जना। हजुरको साथ प्राइज पनि पाउनुहुन्छ होला। यहाँ एकजना बस्नुहोस्। हेड, आइज, नोज, कप। ओके, 2 जना बाँकी हुनुभयो। ताली बजाइदिनु पर्यो, ताली। So this game will develop focus and concentration. Our last final concentration, reaction. This is called hand and eye coordination. तपाईको आँखा अनुसार हात चल्छ कि चल्दैन, रिएक्सन हुन्छ कि हुँदैन, त्यो हामी हाम्रो नानी बाबुहरूमा चाहिँ डेभलप गर्दैछौँ होइन। हेड, रेडी, आइज, नोज, हेड एन्ड फिङ्गर। फोकस, नोज, इयर, फिङ्गर, थाई, एल्बो कहाँ छ हजुरको? एल्बो यो। सो यो नानी बाबुहरूले पढाउँदाखेरि यो देखाएर सिक्दाखेरि चाहिँ उहाँहरूले चाँडो सिक्नुहुन्छ। सो हामी एल्बो हुन्छ, रिस्ट थाहा हुँदैन, रिस्ट कहाँ छ हजुरको? रिस्ट यसलाई भन्छ। सो रिस्ट समाउनुहोस्। फिङ्गर, एल्बो, हेड, सोल्डर, स्टमक, थाई एन्ड हेड, आइज, नोज, इयर, कप। ताली। ओके, हजुरको नाम? ओके, उहाँलाई फेरि ताली दिनु होला प्लिज। ओके, सर कृपया गेस्टको थ्रुबाट उहाँलाई गेस्ट। ओके, थ्याङ्क यू भेरी मच। ओके, थ्याङ्क यू सर। हार्दिक अनुरोध गर्दछु। सभापति महोदय, प्रमुख अतिथि र अतिथिवर्ग, सम्पूर्ण अभिभावक तथा मेरा प्यारा साथीहरू, आज म लागु परिवर्तन जीवनशैलीका असर र त्यसको सचेतनाको बारेमा भन्न गइरहेको छु। लागु पदार्थ भनेको शरीरलाई लड्को बनाएर एकोरो बनाउने वस्तु हो। लागु पदार्थ अन्तर्गत गाँजा, चरेस, अफिम आदि पर्दछन्। लागु पदार्थले गर्दा व्यक्तिगत असरमा पर्छ, बन्धन हुने, पातलो हुने, रोगसँग लड्ने क्षमता हराउँदै जानुहुन्छ र पारिवारिक असरमा घर झगडा हुने, आर्थिक
प्रतिष्ठाकै अन्त हुन्छ। सबैको साथीभाइ तथा आफन्तले साथ छोड्नुहुँदा जीवन यस्तो हुन्छ। जेल सजाय हुन्छ। सामाजिक तथा सांस्कृतिक कार्यमा कसैले नबोलाउने हुँदा सामाजिक समानताको नै अन्त्य हुन्छ। अब यसबाट बस्नको लागि हामी गलत सङ्गत गर्नु भएन। विद्यालय तथा अन्य स्थानमा लागु पदार्थ विरुद्ध कार्यक्रम सञ्चालन गर्नु पर्यो र बलियो कानुनको निर्माण गरी त्यसको लागु पनि गर्नु पर्यो र लागु पदार्थबाट आफू पनि बस्नु पर्यो र अरूलाई पनि बस्नु पर्यो। धन्यवाद। कार्यक्रममा आफ्नो केही भनाइहरू राख्ने मौका दिनुभएकोमा स्कुलको 34 वर्षसम्म पनि योगदान दिनुभएको यस स्कुलको प्रधान अध्यापक ज्यू नवीन सरलाई एकदमै धन्यवाद दिन चाहन्छु। हामीले कुनै स्थानमा बसेर केही समय बिताउनु त हामीलाई एकदमै गाह्रो हुन्छ भने 34 वर्षसम्म पनि उहाँले ससाना भाइ बहिनीहरूलाई एउटा शिक्षाको उज्यालो ज्योति छर्ने मौका दिनुभएको छ। शिक्षा दान दिनु भनेको एउटा एकदमै पुण्य काम हो। त्यो जो कोहीले पनि गर्न सक्दैन। त्यही भएर म एकदमै गर्व गर्दछु भ्याली स्कुल र यहाँको स्कुल परिवार सँगसँगै प्रधानाध्यापक ज्यूलाई एकदमै आभार व्यक्त गर्न चाहन्छु। ज्ञानको ज्योति, शिक्षाको ज्योति एउटा यस्तो ज्योति रहेछ जुन ज्योति बिना हामी एकदमै अन्धकारमा रहेका छौँ। उहाँले सिक्का लामो समयसम्म एकै स्थानमा बसेर जुन भाइ बहिनीहरूको उज्जवल भविष्यको लागि समय दिनुभयो, त्यो योगदान दिनुभयो, त्यो योगदान चाहिँ सायद जो कोहीले पनि दिन सक्दैन जस्तो लाग्छ। मैले यही स्कुलमा पढ्ने अवसर त पाइनँ, तर 57-58 सालमा चाहिँ मैले एसएलसी दिँदाखेरि यही स्कुलमा मैले ट्युसन पढेकी थिएँ। कुनै कारणवश म असफल भएँ। असफलता नै सफलताको प्रतीक रहेछ। त्यही सफलताको बाटो खोज्दै हिँड्दाखेरि जब मैले हाम्रो नगर उपप्रमुख आज हाम्रो माझमा हुनुहुन्छ, उहाँसँगको यात्रा गर्दा गर्दै मैले त्यो असफललाई सफलतामा परिणत गर्न सकेँ। मैले 3 वर्ष अगाडि फेरि पनि आफ्नो जीवनको यात्रा सुरु गरेँ। एसएलसी दिएर अहिले मैले ब्याचलर जोइन गरिरहेको छु पाटन क्याम्पसमा यही साल। सँगसँगै उहाँले हाम्रो नगर उपप्रमुखज्यूले चाहिँ महिला विद्यालय पनि सञ्चालन गर्नुभएको छ। मलाई एकदमै गर्व लागेको छ। जति पनि दिदीबहिनीहरू आज अभिभावकको भूमिका निभाएर आज स्कुलमा उपस्थित हुनुभएको छ, तपाईँहरूले पनि कुनै कारणवश आफ्नो पढाइ छिटाएर बस्नु भएको छ भने पढाइलाई चाहिँ उनीहरूले छिट्दैन है। तपाईँहरूले फेरि पनि पढाइ सुरु गर्न सक्नुहुन्छ। यति नै भन्दै चाहिँ म आफ्नो भनाइहरू अन्त्य गर्न चाहन्छु। सँगसँगै 34 वर्ष मात्र होइन, पक्कै पनि रविन सरले 50औँ स्थापना दिवस कार्यक्रम चाहिँ मनाउन सक्नुहुन्छ र निरन्तर जुन उहाँले एउटा मलाई स्कुल व्यवस्थापनको समितिमा जोड्नुभयो, जुन योगदान